स्वागत छ आजको यस विशेष प्रस्तुतिमा। आज हामी एकदमै चासोको विषयमा कुरा गर्दैछौँ, माटोको स्वास्थ्य र प्राकृतिक मलखाद। सोचौँ त, माटो नै स्वस्थ भएन भने के होला? पक्कै पनि उत्पादन राम्रो हुँदैन। त्यसैले रासायनिक मलको पछि नलागी प्राकृतिक रूपमै माटोलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने बारेमा आज हामी गहिरिएर बुझ्नेछौँ। सुरु गरौँ है त। अब सुरुमै एउटा निकै महत्त्वपूर्ण प्रश्नबाट अघि बढौँ। के बाह्य रासायनिक हस्तक्षेप बिना नै माटोले आफ्नो उर्वरा शक्ति र पानी सोच्ने क्षमता प्राकृतिक रूपमै जोगाएर राख्न सक्छ त? यो प्रश्न सुन्दा सामान्य लाग्न सक्छ, तर यसले आधुनिक कृषिको सबैभन्दा ठूलो समस्यालाई उजागर गर्छ। अहिले जताततै रासायनिक मलको बिगबिगी छ, तर नि यसको साँचो समाधान माटोको आफ्नै प्राकृतिक चक्र र दिगोपनभित्रै लुकेको छ। आजको यस विश्लेषणमा हामी यी कुराहरू समेट्नेछौँ। सबैभन्दा पहिला माटोको उर्वरा शक्तिको कुरा गर्नेछौँ। त्यसपछि हरियो मलको परिचय, राइजोबियम र नाइट्रोजन स्थिरीकरणको विज्ञान, पोषक तत्त्वहरूको विश्लेषण, हरियो मल र कम्पोस्ट मलबीचको तुलना र अन्त्यमा किसानहरूका लागि यसका फाइदाहरू हेर्नेछौँ। पहिलो खण्ड, माटोको उर्वरा शक्ति। ल, अब माटोको कुरा गर्दा स्वस्थ माटोका लागि सबैभन्दा नभई नहुने कुरा भनेको उच्च प्राङ्गारिक पदार्थ नै हो। यदि माटोमा प्राङ्गारिक पदार्थको कमी भयो भने नि यसले पानी सोच्ने र अड्याएर राख्ने क्षमता पुरै गुमाउँछ। विशेष गरी सुक्खा मौसममा चिस्यान टिकाइराख्न यो क्षमता एकदमै महत्त्वपूर्ण हुन्छ। अनि अर्को कुरा, बिरुवाको राम्रो विकासका लागि प्राथमिक र द्वितीयक पोषक तत्त्वहरूको सन्तुलन हुन पनि उत्तिकै जरुरी छ। यी तत्त्वहरूले नै त हो नि माटोलाई साँच्चै जीवित राख्ने। अब लागौँ दोस्रो खण्डतिर, हरियो मलको परिचय। हरियो मल भन्ने शब्द सुन्दा कता कता कुनै कारखानामा प्याक भएर आउने मल जस्तो लाग्न सक्छ। तर होइन, यो पूर्णतया प्राकृतिक हो। यसमा खास गरी बोडी जस्ता छिटो बढ्ने कोसेबालीहरू उमारिन्छ। तर अचम्मको कुरा के छ भने यी बालीहरू फल फलाउनका लागि होइन, हरियै हुँदा सिधै माटोमा जोतेर कुहाउनका लागि लगाइन्छ। जब यी बिरुवाहरू माटोमै कुहिन्छन्, तिनले माटोलाई चाहिने प्रशस्त प्राङ्गारिक पदार्थ र पोषक तत्त्वहरू दिन्छन्। हरियो मलको मुख्य जादु नै यही हो। तेस्रो खण्डमा कुरा गरौँ राइजोबियम र नाइट्रोजन स्थिरीकरणको। हामीले बाहिरबाट हेर्दा केही नदेखिए पनि जमिनमुनि एउटा बेग्लै संसार चलिरहेको हुन्छ। कोसेबालीको जरामा साना साना गिर्खाहरू हुन्छन्। सुन्दा अचम्म लाग्ला, तर यी गिर्खाहरूलाई हामी सूक्ष्म मल कारखाना नै भन्न सक्छौं। जसरी ठूला कारखानामा सामान बन्छ नि, ठ्याट्टै त्यसै गरी यी साना गिर्खाहरूले माटोभित्रै प्राकृतिक रूपमा बिरुवालाई चाहिने मल निरन्तर उत्पादन गरिरहेका हुन्छन्। अब यो प्राकृतिक कारखाना कसरी चल्छ त? आउनुस् बुझौँ। सुरुमा हरियो मलका बिरुवाको जरामा साना गिर्खाहरू बन्न थाल्छन्। त्यसपछि राइजोबियम नाम गरेका ब्याक्टेरियाहरू आएर ती गिर्खाहरूमा घर बनाएर बस्छन्। अनि सुरु हुन्छ मुख्य काम। यी ब्याक्टेरियाले हावामा भएको नाइट्रोजनलाई सिधै तान्छन् र माटोमा ल्याएर जम्मा गर्छन्। अन्त्यमा हावाको त्यो नाइट्रोजन बिरुवाले सजिलै लिन सक्ने पोषणमा परिणत हुन्छ। हावाको ग्यासलाई तानेर मल बनाउने यो प्राकृतिक चक्र साँच्चै नै गजबको छैन त? अब जाउँ चौथो खण्डमा, पोषक तत्त्वहरूको विश्लेषण। अब अलिकति तथ्याङ्कतिर पनि हेरौँ। यसले हरियो मलको वास्तविक शक्ति छर्लङ्ग पार्छ। हरियो मल कुहिएपछि माटोमा लगभग 0.80% नाइट्रोजन, 0.20% फस्फरस र 0.39% पोटास थपिन्छ। यो कुनै बजारबाट किनेर ल्याएको महँगो मलको हिसाब होइन नि। यो त खेतमै प्राकृतिक रूपमा तयार भएको नभई नहुने प्राथमिक पोषक तत्त्वहरूको मात्रा हो। यसका साथै यसमा हुने क्याल्सियम र म्याग्नेशियम जस्ता द्वितीयक तत्त्वहरूले माटोलाई पूर्ण रूपमा सन्तुलित र बलियो बनाउँछन्। पाँचौं खण्डमा हेरौँ हरियो मल र परम्परागत कम्पोस्ट मल बीचको रोचक तुलना। हामी सबैलाई थाहा छ, परम्परागत कम्पोस्ट वा गोबर मल बनाउन कति गाह्रो छ। गाईबस्तु पाल्नु पर्यो, गोठ सफा गर्नु पर्यो, मलखाद थुपार्नु पर्यो, अनि कुहिएपछि त्यही घौरो मल बोकेर खेतसम्म पुर्याउनु पर्यो। यसमा कति धेरै समय र पसिना बग्छ। तर हरियो मलको कुरा अर्कै छ। यो त सिधै खेतमै उमारिन्छ अनि त्यही जोतेर माटोमा मिलाइन्छ। बाहिरबाट बोकेर ल्याउने कुनै झन्झटै हुँदैन। यो विधि अत्यन्तै प्रभावकारी छ र यसले धेरै शारीरिक श्रम पनि बचाउँछ। अब हामीलाई लाग्न सक्छ, गोबर मल जति कडा र पोषिलो त अरू के नै होला र? तर यो तथ्याङ्कले अर्कै कुरा बताउँछ।
हरियो मलले प्रदान गर्ने नाइट्रोजन, फस्फरस र पोटासको मात्रा परम्परागत कम्पोस्ट मलसँग लगभग बराबर नै हुन्छ र कतिपय अवस्थामा त झन् बढी पनि हुन्छ। बिना कुनै अतिरिक्त ढुवानी, बिना कुनै भारी बोक्ने दुःख, त्यही स्तरको उच्च गुणस्तरीय पोषण माटोले पाइरहेको हुन्छ। त्यसैले यो परम्परागत मलको एउटा अत्यन्तै उत्कृष्ट र सजिलो विकल्प हो। र अन्तिम खण्ड किसानहरूका लागि यसका फाइदाहरू। ल अब अहिलेसम्मको कुरालाई व्यावहारिक रूपमा हेरौँ। यसबाट निस्कने मुख्य निष्कर्ष के हो भने हरियो मल अपनाउँदा महँगो रासायनिक मल किन्ने पैसा त जोगिन्छ नै, साथै गोबर मल बोक्ने भारी श्रमबाट पनि पूर्ण रूपमा छुटकारा मिल्छ। माटोमा प्रशस्त प्राङ्गारिक पदार्थ थपिने भएकाले सुक्खायाममा पनि चिस्यान बचिरहन्छ। र सबैभन्दा ठूलो कुरा भनेको यसले माटोको संरचनालाई भित्रैदेखि सुधार्छ, जसले गर्दा हाम्रो खेतीयोग्य जमिन आगामी कैयौं पुस्तासम्मका लागि उत्पादनशील र दिगो रहन्छ। अन्त्यमा एउटा गहिरो प्रश्न छाडेर बिदा हुन चाहन्छु। हामी सधैँ माटोबाट धेरैभन्दा धेरै उत्पादन लिएर सिङ्गो संसारलाई खुवाउने कुरा गर्छौं। तर यदि हामीले त्यही माटोलाई नै पोषण दिन बिर्स्यौं भने हाम्रो आफ्नै भविष्य चाहिँ के होला? हरियो मल जस्ता प्राकृतिक विधिहरूले माटोलाई खुवाउने र बचाउने काम गर्छन्। माटो स्वस्थ रहे मात्र त हाम्रो भविष्य सुरक्षित रहन्छ, होइन र? आजको यस विश्लेषणमा यति नै। यो महत्त्वपूर्ण जानकारीलाई पक्कै पनि व्यवहारमा उतार्ने प्रयास हुनेछ भन्ने आशा छ।